ए नन्द बहिनी नि आउनु भएको होला आज त मिठाई धरै खान पाए नि पर्यो अनि सन्चै सुबिस्तै राम्ररी नै आइपुग्नु भयो राम्रै ए अनि भान्जीको परीक्षा सक्यो सक्यो ओ भाइ पनि सक्यो परीक्षा सक्यो मेरो पनि छोरीको एक्जाम सकिएको ए अनि भाइको बर्थडे पनि त्यही भएर अब मौका मिल्यो आउनुलाई ए छुट्टी छ हो र मेरो नि हिजै आउने कुरो थियो घर छेउमा छिमेकीको पूजा थियो अब पूजामा बोलाएपछि अब जानै पर्यो आफ्नोमा पनि पूजा हुँदाखेरि उनीहरूलाई नि कार्य हुँदा बोलाउनै पर्यो त्यही त हो कसको घरमा ए हर्केकामा हौ चिन्नुहुन्छ नि हर्केलाई तपाईँहरूको त्यो त अगाडि त्यतै आमाले भन्नुहुँदै थियो हिजै आउँछन् भने अरू कुरा त छोड्नु न मेन कुरो त तपाईँले बुझ्नु भएकै छैन कुरो चाहिँ के भने यो कान्छीले तपाईँलाई बर्थडेमा बोलाउने थिइनँ मैले भने भनेरै बोलाएको बुद्धि नै छैन मैले बोलाउनु पर्छ एउटी भएको चेलीबेटीलाई नबोलाइ हुन्छ भन्दाखेरि ए बोला कि ए हो त नि त बुझ्ने एउटा कुरो भनौँ भनेको अनि अहिले नन्दे भाइ त हामीहरूको ज्वाइँ त काश्मीरमा छ नि ड्युटी होइन अब आर्मी मान्छे यो क्यान्टिनको कार्ड त होला अनि क्यान्टिनका वस्तुहरू ल्याउनुहुन्छ होला कहिले काहीँ ल्याउँछु नि त हामी त उही के सामान ल्याउँछौँ ए मलाई पनि एक दुईवटा सामान चाहिँ सम्झिनु नि एउटी त भाउजू छु होइन र बडा हरामी हो बेटा मैले त भन्नै बिर्सेको तपाईँलाई चुरा ल्याइदिएकी छु मैले लेकिन यहाँ में पिघल फेरि चुरा फेरि के साह्रो राम्रो छन् नि त हेरेर तपाईँलाई एकदम लाउनु भयो भने खोल्नै मन लाग्दैन लाउँदा नि आएर टल्किने राति त झन् टल्किने ए त्यस्तो चुरा त 150 रुपियाँका ल्याएकी थिएँ चुरा त अब दिन्छु भनिहालेँ दिनु नि पर्यो अब चेलीबेटी मान्छे केही छैन तर क्यान्टिनको वस्तु पो आउँछन् कि आउँदैनन् होला खोइ हेरौँ न रुको जरा दिदी बसिराख्नुहोस् है तपाईँको लागि चिया बनाउँदै थियो के खाना आउनुभएको थियो घरबाट आमासँग बात भयो भेट्नुमा भेटै भयो ला आमा कता जानुभएछ बारीतिर हुनुहुन्छ कि कता हुनुहुन्छ ए म भन्दैछु छोरी आउनुमा भन्नु त फुरुक्क परेर आइहाल्नुहुन्छ नि अब म भनिदिन्छु है आमालाई बस चिया खाँदै गर्नु न त दिदी चिया खाँदै गर्नु न सुन आमालाई बोलाएँ त मैले अहिले आउँदैछु भन्नुहुन्छ आउँदै हुनुहुन्छ आमा दिदी सुन्नु न दिदीले के भन्नुहुन्थ्यो क्या तपाईँलाई केही भन्नु भएन त ल्याइदिएको छु भन्नुहुन्थ्यो ए म त झन् तपाईँलाई साडी हेरिदिएको छु कति राम्रो साडी त टलक्क टल्किन्छ साडी पो त त्यस्तो खालको छ चुरा त्यस्ता चुरा त 2 दिनमै खुइलिन्छ त्यस्ता चुरा सुन्नु न भिनाजु त काश्मीरमा बस्नुहुन्छ नि मलाई त काश्मीरी सल के मन पर्छ न भन्नु न साँच्चै नि कस्तो मन पर्छ भनिदिनु नि एउटा ल्याइदिनु ल म पैसा दिउँला नि हुन्छ होइन तपाईँलाई पैसा दिनु न थाहा छ मलाई त्यही पनि मैले भनेको अब तपाईँलाई वाह क्या सीन है हुन्छ त बस्दै गर्नु है म लिएर जानु पर्छ मेरो त टाउ केही दुख्ने रहेछ एउटीले क्यान्टिनको सामान एउटीले काश्मीरको सल अहिले त मेरो माथा खाने रहेछ नि भोलि चाहिँ बर्थडे मनाएर घरै जानु पर्यो आफ्नै घर राम्रो ए खुट्टा ढोकिन छु त कुरो मात्रै गरेछु खुट्टा त ढोक्यो नियम नीति त मान्नु पर्यो जे जस्तो भए पनि कहाँ जानुभएछ बहिनी नन्द बहिनी भाई मजा आया